Put my worries to the cloud, nothing can get me down. I'm in the mood, don't need a reason, yeah, I'm going out. Can't help if you don't wanna know what I've been on about. Better than staying down. Hello guys, welcome to my new vlog. आज म चाहिँ टक्क पेरिसको छेउमा ट्रेकिङ जाँदैछु हैन। अब यो चाहिँ म बस्ने सोसाइटी हेर्न सक्नुहुन्छ। बिहानको 7 बजिरहेको छ। अब यहाँबाट ट्रेनसम्म आएर पेरिसको नजिकै छ भनौँ न, अब त्यहाँ जान लागेको। हेलो गाइज, ल मैले चाहिँ अहिले मेरो एउटा साथीलाई कुर्दै बसिरहेको थिएँ हैन। अनि ठ्याक्क भेट भयो हैन। अहिले चाहिँ हामी दोस्त सरी यार, हल्का ढिलो भयो है। केही छैन। ल अब हामी गन्तव्यतिर जाँला। ल अब हामी चाहिँ निक्लिन लाग्यो हैन। टक्क ल यही बाटो हो जाने चाहिँ। अब अरू साथीहरूलाई भेटेपछि म फेरि देखाउने छु। म ट्रेन स्टेसनमा आइसकेँ हैन। अब ट्रेन लिएर जानुपर्ने हुन्छ। हामी कहाँ जाने हो दोस्त? हामी दोस्त अहिले त गार्जियन अफ जाने होला नि। म डेस्टिनेसन त थाहा छैन मलाई। गार्जियन रोडबाट कता हो कि डेस्टिनेसन भन्नु न। गार्जियन रोडबाट आरआरडी लास्टतिर पेरिस 5 तिर जान लाग्यो हामी चाहिँ अहिले हैन। टक्क पेरिस साइडमा गयो। खै त केटाहरू खै कहाँ चाहिँ ट्रेन चल्ने ठाउँ हैन। केटाहरूको अत्तो पत्तो होइन। आपेल सुमन हामी दोस्त उठ्ने बिर्से भन्छन् कि हो। यो चाहिँ हामीले हल्का फ्रेन्च बोलिदिएको होइन। अब फ्रान्समा भएपछि होइन। खै त सुमन दोस्त उता पारिपट्टि नै होला दोस्त। पारी भन्नाले उता उतै होला। किन उता बस्यो नि त? मलाई चाहिँ हल्का गोरो देख्यो होला केटा हो होइन। दोस्त म चाहिँ कालो भएको यार, सरी यार दोस्त, जतिको त छैन। जस ठिक्कको छु है दोस्त। मनी मलाई मनी कममा चाहिँ कम छैन नि फेरि दोस्तको लेभलमा चाहिँ आउनु न। अहिले चाहिँ अँध्यारो भएर हल्का मेरो दाँत कालो आइरहेको हो दोस्त होइन। त्यो मुक्रे फेस दिइरहेको मेरो साथीले चाहिँ होइन। कता हो सर? यहाँ टक्क ल हाम्रो यहाँ सुमन सर पनि यहीँ हुनुहुन्छ होइन। सुमन सर हामी कहाँ जानु ला रे? हामी कहाँ जानु ला रे दोस्त? कुन ठाउँ रे? के अनि ब्याङ्कै लुट्न जानु लाग्यो देखाएर यार। मौकी मार्क्स आस्न आएर है। लु अस्ति अरूले चोरिहाले आज भर्सा जान्छ। यो मेरो ब्यागको सामानहरू सब हाल्नुपर्छ। कम गरौँ हो। मैले पानी अलि ठुलो बोकेको थिएँ। ल हामी चाहिँ अब बस स्ट्यान्ड ठाउँमा आइपुग्यो ट्याक्क लाएर होइन। केटाहरू सब भेला बस्यो हाम्रो सबै। होइन होला त्यति बेला त हामी त होइन गार्डियोबाट होइन 1 डेको लागि भनेर 2 डेको लागि हुनसक्छ केटा हो होइन। केटाकेटी हो दोस्त। के हो तिमी पनि भ्लग बनाइरहेको छौ दोस्त? होइन म चाहिँ यहाँनिर लोकेसन हेरिदिन्छु दोस्त। अब कता जाने के गर्ने होइन। थोरै मेसेज गरिदियो दोस्त अहिले चाहिँ। माई ब्याड केटा हो ल होइन। अब जानुपर्छ। त्यही हो केटा हो। छोरी मान्छेहरूले नि हेर्नुहुन्छ होला। छोरी मान्छेहरूलाई चाहिँ नमस्ते म चाहिँ होइन। सुरुमा अब त्यो केटाहरूलाई चाहिँ अब अलिकति रेस्पेक्ट दोस्तीहरू होइन। दोस्तहरू केटाहरू हाम्रो दिदीबहिनीहरूलाई चाहिँ नमस्ते। रमेश गयो फेरि जिस्काइदियो कि फेरि। अमित दोस्त के भन्छौ? लोकेसन त के हुन्छ यार, निन्दले ढक हामीलाई मलाई एकछिन फ्रेस भएपछि बोल्छु। ल त्यो गाइज अहिले अब हामी स्टेसन खोज्दा हैरान भएको छौँ दोस्त होइन। अब बस स्टेसन भेटेन होइन। अब त्यही हो गाह्रो छ हामीलाई। अब बस स्टेसन त भेट्यो नि दोस्त। हेर न टाइममा 10 बजे होइन अनि 12:50 रे। यता फेरि स्टोर पनि कहीँ रहन्छ केटा। अब के गर्ने अब गाह्रो छ। हाम्रो क्याप्टेनले के गर्यो आज? क्याप्सा भएन क्याप्सा त्यस्तो। क्याप्टेन पहिलेदेखि सोचेर आउनु पर्यो नि। उता छ स्टोर होइन र त्यो। अब बोल्ड पनि पाइएन। अब के गर्ने अब यहाँबाट गाह्रो छ। अब 9 बजी अहिले आजै फर्किने भने आज फर्किला जस्तो लाग्दैन मलाई चाहिँ होइन। अब के हो थाहा छैन। त्यही हो अहिले चाहिँ दोस्त यता हेर्दै नि त। अब ह्यान्डसम दोस्त होइन। आज दोस्तको चस्मा लगाएर हो कि चस्मा लगाएर हल्का ग्लो छुट्टै छ होला है। होइन बेला चाहिँ यस्तै हो। आज चाहिँ मनी फर्ममै छु होइन। यस्तो छ पेरिस बाहिर चाहिँ है। टक्क
बोल्नै नपाइएला जस्तो छ त ठाउँहरु त राम्रो छ ठाउँ चाहिँ है यहीँ ट्रेकिङ जानुपर्छ त अब बोल्ड पाइएन भने जग्गा अगाडि चाहिँ 3 जना हिँड्दा छ केटाहरू यही हो अब चाहिन्छ नि दोस्त अनि ठाउँ चाहिँ मिठो छ होइन अब योभन्दा पनि मिठो छ ठाउँ अर्को अब हामी जान लागेको ठाउँ चाहिँ ल दोस्त अहिले चाहिँ हामी ट्याक्क बोल्डमा होइन जाँदै हो उस भयो के लेन त उस 0.5 मा राखेर अब हामीलाई चाहिँ एउटा 20 मिनट लाग्छ होइन बोल्डमा बल्ल बल्ल पाएको यो पनि बोल्ड पनि होइन होइन त दोस्त अहिलेको क्यान्सल गर्यो अब गाह्रो छ 10 किलोमिटर आएर क्यान्सल भयो अनि के गर्नु त अब जेन्जी सरी जिबी मिलाउन ल हामी चाहिँ अहिले ट्याक्क ट्रेकिङ पोइन्टमा आइपुग्यो होइन अब हाम्रो चाहिँ यहाँबाट स्टार्ट हुन्छ ट्रेकिङ टक्क यो हो स्टार्टिङ पोइन्ट चाहिँ होइन अब यहाँ यस्तो छ सबै जङ्गल अब यो यही जङ्गल छिर्ने हो हामी चाहिँ होइन यहाँबाट ट्रेकिङ स्टार्ट हाम्रो टक्क लाएर केटाहरूसँग 1 डे ट्रेकिङ होइन त 1 डे नि अब 1 डे भनेको भन्नु त 1 डे नै हो दोस्त लगभग ल हाम्रो जिबीलाई चाहिँ पठाउनु पर्ने हुन्छ ल यहाँ अब अलिकति गाह्रै परिरहेको छ साथीहरूलाई होइन सिचुएसन गम्भीर छ ठ्याक्क यताबाट जस्तो छ त हो केटा ठ्याक्क यस्तै अब यही जङ्गल जङ्गल दौडिने हो होइन नाच्दै हिँड्दा हाम्रो जस्तै साह्रो दिन रमाइलो भइरहेको दोस्त साह्रै रमाइलो भइरहेको छ त बल्ल सुरु भयो नि दोस्त अब अझै रमाइलो मोमेन्टहरू आउँदैछ शाहरुख खान हाम्रो डुप्लिकेट शाहरुख खान हावा हो क्या तिमी मान्छे जस्तै ब्लर हालिदिन्छ क्या ढुक्क यही हो भ्यू चाहिँ होइन टक्क अब यता गइरहेको छौँ कति जान्छौँ हामी 3 जना 4 जना मसुद 5 जना होइन टक्क रमाइलो छ नेपाली भाइब्स आइरहेको नि त दोस्तहरू नेपाली भाइब्स नै छ हल्का मोजी लेकतिर चढ्दा यस्तै हुन्छ नि ट्याक्सीमा लोड्स केटाहरूको है नाच्दै जिबी उता चाहिँ 360 बोकेर नाचिरहेको ओ म नि खान्छु पानी यार अझ स्टिक झिकेर अझ जाँदैछौँ होइन अब मासतिर गएर खिच्छु है म चाहिँ अहिले नि हिँड्दैछु होइन जङ्गलको बाटो छ पुरै अहिले त टक्क सुरुमा केटाहरू अगाडि पुगिसक्यो म चाहिँ भिडियो बनाउँदै हिँडेको छु होइन अब हल्का घना घना जङ्गल छ अब चाहिँ होइन अब चाहिँ यसो फेरि ओइ बाघ साग आयो भने तनाव हुन्छ फेरि यहाँ होइन अहिले त नआउला त्यही भएर स्पिकर बजाउँदै हिँड्दा हो होइन अहिले चाहिँ अब हामी ट्याक्क चोकमा आइपुग्यो नि त दोस्त भ्यू पनि बवाल छ होइन टक्क यहाँबाट अहिले झर्दाखेरि पनि बवाल हुन्छ यहाँ टक्क केटाहरू फोटो खिचिरहेको छ नि होइन मस्त यही हो रमाइलो भने नि यही हो नि त साथी
साथीले फेरि 360 निकालिहाल्छ फेरि होइन त्यो डन्डी माथि नै गरेर गर दोस्त जिबी यसो बोले जिबी यो चाहिँ अलि कस्तो शर्माउने झर्दै छ अलिकति गाह्रोवाला छ यहाँ चाहिँ ठाउँ ल लाउ दोस्त जिबी आइज न हौ थाके जस्तो छ एउटा चाहिँ अर्कोले अब कट्टु मात्र लाएर हिँड्न लायो होइन ल ल दोस्त जाऊ न तिमी झोर न दोस्त त्यो चाहिँ जोगाएर है ल जिबी जा ल तिमी आउँदै गर है त मन झरे ल झर जिबी त पहिला यहाँबाट छ त ठाउँ यी अलिक गाह्रो गाह्रो छ होइन झर्न चाहिँ अलिकति अलिकति गाह्रो गाह्रै छ यहाँ झर्नलाई होइन यस्तो छ केभ होइन प्योर ट्रेकर म्यान होइन ल तिम्रो भिडियो आउँछ त्यहाँबाट झरे पनि भ्यू चाहिँ यही हो होइन अलिकति नडराइ झर गाइज अहिले चाहिँ हामी जङ्गलको बिचमा छौँ आधी बाटो पनि कभर भएको छैन है कति बज्यो अहिले केटा छैन घडी पनि हेर यस्तो ट्रेकिङ आउने मान्छे कट्टु सट्टु चाहिँ लाएर आउने 2 बजे ठ्याक्क 2 बजे अझै कभर गर्नु छ घर पनि पुग्नु छ केटा होइन यही छ भाइ टक्क भ्यू चाहिँ बबाल छ है फेरि 40% कभर भयो त्यही हो आधी पनि भएको छैन आधी बाटो पनि कभर भएको छैन होइन अब डेस्टिनेसन खाना पकाउने डेस्टिनेसन चाहिँ हाम्रो अलिकति बल्लवाला ठाउँ छ होइन त्यहाँ गएर खाना पकाएर तपाईँहरूलाई देखाउँछु है त फाइनली गाइज हामी चाहिँ अहिले डेस्टिनेसनमा आइसक्यौँ अहिले चाहिँ जङ्गलको बिचमा अलिक यस्तो मरुभूमि टाइपको छ है बाल्लै बाल्ला हिँड्दा पनि अलिकति भइरह टक्क यो चाहिँ भ्यू भयो ट्याक्क सन यता भयो बबाल छ पेरिस नजिकै यतिको ठाउँ छ है घुम्नलाई अब पेरिसमा त पुरै बिल्डिङै बिल्डिङ बाहेक केही देख्दैन अलि बाहिर आयो भने चाहिँ बबालै ठाउँ छ टक्क नेचर एक्सप्लोर गर्न चाहिँ पेरिस नजिक कतै जाने हो भन्दा यहाँ चाहिँ ठिक हुन्छ अलिकति भएको ठाउँ चाहिँ यही हो है त्यही हो केटाहरू आउँदैछ थाक्यो गाइज अर्को थाकेर प्यालात्त परिसक्यो अझै आधी बाटो बाँकी छ यहाँबाट अब खानासाना खाएर अनि टक्क चल्नुपर्छ हामी चाहिँ पकाउने प्रक्रिया चाहिँ सुरु भइसक्यो हाम्रो यही टक्क लाएर खाना पाक्दैछ मासु पाक्दैछ केटाहरूकै खाना पकाउने स्टाइल सुमन दोस्त के छ हेर जीवीको अनुहार नपरेको अब चाहिँ ट्याक्क होइन खाना हाम्रो बन्दैछ होइन सुरेन दोस्तै हाम्रो के हो सर्भर हो लामो सर्भरमा सेफ हो हेड सेफ कोपी चाहिँ मुझे कोमेडी क्युजिन कमिङ उसो मुझे प्लन्जर हाम्रो प्लन्जर होइन यहाँ हुनुहुन्छ यता हेर्नु त प्लन्जर यता हेर्नु न चौचो हालिदिनु होइन अनि यो चाहिँ त्यो भाडा बाँध्ने भन्दा नि अलिकति तलको हो अलि पात पनि मिसाइदिनु त्यो फोहोरहरू उठाउने यताको टेस्ट हो यताको चाहिँ के हो रे टेस्टर पोस्टर रामिनीहरू जङ्गला है टक्कै जङ्गल छ ट्याक्क जङ्गला पुरै हानिँदैछ हामीले मासु झोल त
अनि स्टाइल कडा छ है हाम्रो दोस्तको कडा बन्दैछ है हाम्रो खाना मलाई त्यस्तो मासुको रहर नि लाग्दैन दोस्त मासुको रहर लाउन होइन त्यो त होइन बोलेको पक्का हुने हो नि Gotta find my way to you, even though you're next to me. No matter what I do, your heart is drifting out of reach. Head on the water, I'm swimming harder, trying to keep this. गाइस अहिले चाहिँ हामी होइन ट्याक्सी स्याक्सी केही नपाएर अहिले रोडमा हिँड्दा छौँ होइन अब कहाँ पुग्ने हो थाहा छैन आजको दिन तर पुग्नु पर्छ घर पुग्नु पर्छ हामी पुग्नै पर्ने हुन्छ उताबाट गाडी आइरहेको रोडमा हिँड्नु परिरहेको है यस्तै छ अब गाह्रो छ गाह्रो केटाहरू त्यता हिँडिरहेछ गाह्रो छ वान डे ट्रेकिङ हिँड्नलाई गाह्रो छ है गाह्रो छ अझै 2 किलोमिटर छ हामी हिँड्नुपर्ने उसम्म आइपुग्नलाई त्यही हो रोडमै उज्यालोमा चाहिँ ब्ल्याकमा ट्रान्जिसन भयो अहिले त ब्ल्याक छ नि पुरै अँध्यारो भइसक्यो है कहिले पुग्ने हो थाहा छैन तर बबाल छ है ठाउँ चाहिँ फेरि पछाडि दोस्त आइरहेछ टक्क ठाउँ चाहिँ फेरि बबाल हो है अहिले डाँडामा हिँड्दा थियौँ है अहिलेसम्म तराईमा फेरि चिसो हावा पनि चलिरहेछ ठिक छ त्यही पनि अब रात चाँडै पर्ने समय छ अहिले फ्रान्समा त्यही हो ल अब गाडी चढेपछि अब घर पुग्नु पर्ने छ ट्रेन समाउनु पर्ने छ ट्याक्सी गर्नुपर्ने छ है गाह्रो छ गाह्रो हिँडे हो बिहानैदेखि हिँडेको हिँडे हो जे होस् रमाइलो भइरहेछ एक्सपिरियन्स हो अलि गाउँ साइड परेछ अलि ट्याक्सीहरू पनि नपाउने ट्रेन फेरि अब 2 घन्टामा ट्रेन समाएन भने यतै बास बस्नुपर्ने हुन्छ हाम्रो त्यही भएर अब चाहिँ हिँड्नै पर्ने हुन्छ पेस बढाउनै पर्ने हुन्छ त्यही हो गाइस ल अब एकैचोटि ट्रेन चढेपछि भेटौँला है ल गाइस अब सबैजना थाकेर सुतेको छ होइन यहाँ देख्न सक्नुहुन्छ लम्पासार छ सबजना यता पनि देख्न सक्नुहुन्छ ल आजको लागि चाहिँ अब घर फर्किरहेको आजको लागि चाहिँ यति नै स्टे ट्युन बाइ